हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज हामी आइओई को बीबीआर एडमिसन 2083 को प्रायोरिटी फर्म कसरी भर्ने, एडमिसन प्रोसेस के हो र एडमिसन को मितिहरू के कस्ता छन् र अरू इम्पोर्टेन्ट इन्फर्मेसनको बारेमा चर्चा गर्न गइरहेका छौँ। सो आइओई को एडमिसनको लागि प्रायोरिटी फर्म यही श्रावण 29 गते बिहान 10 बजेदेखि यही भाद्र 2 गते बेलुका 3 बजेसम्म खुला रहनेछ र यस सालको प्रथम सूचीको भर्ना प्रक्रिया चाहिँ यही भाद्र 8 गते बिहान 11 बजेदेखि भाद्र 11 गते दिउँसो 3 बजेसम्म कन्डक्ट गरिनेछ र यो सालको जुन बीबीआर को क्लास छ त्यो सेसन चाहिँ 2083 साल मङ्सिर 1 गतेदेखि स्टार्ट हुनेछ र यो प्रायोरिटी फर्म भर्नको लागि तपाईँलाई चाहिने दुईटा मेजर डकुमेन्ट्स हुन्। एउटा तपाईँको आइओई को इन्ट्रान्स इक्जाम 2083 सालमा कन्डक्ट गरिएको पास भएको स्कोर कार्ड र तपाईँको सिटिजनसिप होइन को स्क्यान कपी। सो यो दुईटा कुराहरू तपाईँलाई मेजर आवश्यकता पर्ने कुरा हो। र अब हामी डिटेलमा हेरौँ अरू गाइडलाइन्सहरू जुन आइओईले पब्लिस गरेको छ प्रायोरिटी फर्म एडमिसन प्रोसेसको बारेमा। त्यसको बारेमा त्यसको लागि तपाईँले आइओई को पोर्टल admission.ioe.edu.np मा गएर हेर्न सक्नुहुन्छ। सो आइओई को सेन्ट्रलाइज जुन एडमिसन पोर्टल छ त्यसको वेब एड्रेस के हो, admission.ioe.edu.np। सो त्यहाँ गइसकेपछि तपाईँले यो पेज हेर्नुहुन्छ। सो यसमा हेर्नुहोस् त, यहाँ लेखेको छ बीबीआर एडमिसन 2083 सेन्ट्रलाइज एडमिसन मोनिटरिङ कमिटी। सो सबै क्याम्पसको जुन एडमिसन हुन्छ नि त्यसको मोनिटर गर्ने यही वेबसाइट हो। सबै क्याम्पसले आफ्नो प्रायोरिटी फर्म छुट्टा छुट्टै भराउँछन्, तर सबैले आफ्नो डिटेल्स यहाँ हाल्नु पर्ने हुन्छ। र तपाईँहरूले सोध्नु होला, सर प्रायोरिटी फर्म हामीले के छुट्टा छुट्टै सबै क्याम्पसको भर्ने हो? तपाईँले छुट्टै छुट्टै नै भर्नुपर्छ र कुन कलेजको भर्ने हो त्यो यहाँ गएर कन्स्टिट्युएन्ट या एफिलिएटेड कुन कलेज हो र त्यसको लिङ्क हेर्न सक्नुहुन्छ, त्यहाँ गएर भर्नुपर्ने हुन्छ। ठिक छ। र तपाईँले एप्लिकेसन त्यहाँ प्रायोरिटी फर्म भरेपछि त्यहाँ तपाईँ जुन कलेजमा भर्नुहुन्छ त्यो कलेजले यहाँ सेन्ट्रलाइज पोर्टलमा अपलोड गर्छ र तपाईँको भर्ना हुँदाखेरि पनि सबै डिटेल्स यहाँ सेन्ट्रलाइज पोर्टलमा अपलोड हुन्छ। यसले अनि जुन पनि भर्ना प्रक्रिया हुन्छ सबै ऱ्याङ्कको बेसिसमै हुन्छ। ठिक छ। सो कुनै पनि प्राइभेट कलेज या गभर्मेन्ट कलेजले तपाईँलाई केही पनि होइन बायसनेस गर्न सक्दैन। कुनै विद्यार्थीलाई होइन कम प्राथमिकता या बढी प्राथमिकता दिन सकिँदैन। एभ्रिथिङ इज बेस्ड अन योर मेरिट, द्याट इज इन्ट्रान्स ऱ्याङ्क होइन। सो अब यो होम पेजमा अहिले हामी छौँ। गाइडलाइन्स पढौँ त। सो यहाँ गाइडलाइन्स हेर्न सक्नुहुन्छ होइन। गाइडलाइन्समा हेर्नुहोस् त, दुईटा मेजर त्यो बुँदाहरू मेन्सन छन्। मुख्य भर्ना निर्देशन तथा नियमहरू र अर्को छ मुख्य भर्ना तालिका। सो यो रुल्सहरू के छन् होइन, र अरू यहाँ सेड्युल चाहिँ भर्नाको के छ र अरू इम्पोर्टेन्ट डेटहरू यहाँ तल दिइएको छ। ठिक छ। सो माथिबाटै हामी हेर्दै आऊँ। सो मुख्य भर्ना निर्देशन तथा नियमहरू, आवेदन प्रक्रिया जुन एप्लिकेसन फर्म छ होइन यो प्रायोरिटी फर्म त्यो कसरी भर्ने। सो आवेदकले अध्ययन गर्न चाहेको क्याम्पस कलेजको अनलाइन पोर्टल मार्फत प्राथमिकता सहित छुट्टा छुट्टै आवेदन दिनुपर्ने छ। हेर्नुहोस् त, आवेदक यानि कि तपाईँ स्टुडेन्टले तपाईँ कहाँ पढ्न चाहनु भइरहेछ, कुन क्याम्पस या कलेजमा होइन टियु अन्तर्गतको, त्यसको अनलाइन पोर्टल मार्फत, त्यो कलेजको अनलाइन पोर्टल मार्फत तपाईँले प्रायोरिटी फर्म होइन जुन जुन कलेजमा पढ्नुहुन्छ सबैको छुट्टा छुट्टै भर्नुपर्छ है। ठिक छ। पुल्चोकमा तपाईँले प्रायोरिटी फर्म भर्न चाहनुभएछ भने पुल्चोकमा पनि तपाईँले भर्नु पर्यो। थापाथलीमा मन छ भने थापाथलीको अर्को छुट्टै भर्नु पर्यो र अरू कुनै प्राइभेट कलेजमा पनि भर्न चाहनुहुन्छ भने त्यसको छुट्टै भर्नु पर्यो। ठिक छ। अब यो केन्द्रीय भर्ना पोर्टल जुन छ नि यो अहिले हामीले हेरिरहेको वेबसाइट। सो सम्पूर्ण विद्यार्थीहरूको भर्ना प्रक्रिया admission.ioe.edu.np बाटै गर्नुपर्छ। सो तपाईँले होइन क्याम्पसको वेबसाइटमा यहाँबाट क्लिक गरेर जानुहुन्छ, तर त्यो सबै डिटेल्स admission.ioe.edu.np बाट नै सबै मतलब कन्ट्रोल हुन्छ। ठिक छ।
पोर्टल यकिन गर्न भए नभएको हेर्नुपर्छ प्रोपरली। यदि यो पोर्टलमा तपाईँको होइन जुन प्रायोरिटी फर्म छ भेरिफाई हुँदैन भने मान्य हुँदैन। या भर्ना हुनुहुन्छ, सबै कुरा यहाँ पोर्टलमा भेरिफाई हुनु पर्यो। ठिक छ, यो ख्याल गर्नु होला। तपाईँले कुनै मान्छेले चिट गर्न सक्छ, म तिम्रो यहाँ एडमिसन गराइदिन सक्छु, त्यहाँ गराइदिन सक्छु, त्यस्तो फर्जी कुराहरूमा नलाग्नु होला। सबै कुरा सेन्ट्रलाइज हुन्, तपाईँको मेरिट बेसमै हुने हो। कसैको यहाँ सोर्स फोर्स केही चल्दैन। ठिक छ, योग्यता क्रम यानि कि मेरिट चाहिँ जुन छ नि, सबै भर्ना सूचीहरू इन्ट्रान्सको ऱ्याङ्कै होइन बेसिसमा यहाँ तपाईँको मेरिट लिस्ट तयार गरिन्छ र त्यसलाई पब्लिस गरिन्छ। त्यसपछि भर्ना रद्द र अर्को कलेजमा भर्ना। मानौ तपाईँको एउटा कलेजमा पहिलो एडमिसन लिस्टमा तपाईँको एउटा कलेजमा नाम निस्कियो, तर फेरि अर्को होइन लिस्टमा तपाईँले चाहेको योभन्दा बेस्ट कलेज होइन या बेस्ट फ्याकल्टी होइन डिपार्टमेन्टमा तपाईँको पर्यो भने अब त्यहाँ जानु पर्यो। सो तपाईँ एकैचोटिमा टियुको 2टा कलेजमा एडमिसन गराउन पाउनुहुन्न है। सो तपाईँले अर्कोमा एडमिसनको लिस्ट तपाईँको आइसक्दा पहिलोमा यदि भर्ना भइसक्नु भएको छ भने त्यहाँ पहिला क्यान्सल गर्नुपर्छ, भर्ना रद्द गर्नुपर्छ, अनि मात्र अर्कोमा एडमिसनको लागि डकुमेन्टहरू सब्मिट गर्न सक्नुहुन्छ। प्रायोरिटी फर्म चाहिँ प्यारलली मल्टिपलमा भर्न पाइयो, तर एकचोटिमा एउटा क्याम्पसमा मात्र भर्ना हुन पाइन्छ। ठिक छ, सो सकेसम्म आफ्नो प्रायोरिटी बनाउनुहोस्, कुन मेरो सबभन्दा चाहेको क्याम्पस हो, त्यसपछि अर्को कुन हो, अर्को कुन हो, यसरी चाहिँ डिपार्टमेन्टमै प्रायोरिटी बनाउनुहोस्। म सिभिल इन्जिनियरिङ मलाई पढ्न मन छ कि कम्प्युटर मनपर्छ कि एरोस्पेस कि केमिकल लगायत अरू जुन पनि डिपार्टमेन्ट छन् या आर्किटेक्चर पढ्न मन छ, सबै तयार पार्नुहोस् आफ्नो लिस्ट र त्यसकै बेसिसमा आफ्नो प्रायोरिटी आफूले रोजेको होइन कलेजलाई माथि, आफूले बढी चाहेको कलेज या डिपार्टमेन्टलाई माथि राख्नुहोस्। र अरू पनि ब्याकअपको लागि भर्न चाहनु भइरहेछ भने घट्दो क्रममा भर्नुहोस्। यदि इनकेस तपाईँ अरू पाएमा पनि पढ्दिन भने नभर्नुहोस् है, नभर्नुहोस्, नत्र त्यसरी तपाईँ फेरि भर्ना प्रक्रियाबाट बाहिरिन पर्ने हुन्छ। यदि नचाहेको भरिदिनु भयो अनि एडमिसन गराउनु हुन्न भने त्यो बेला तपाईँलाई एडमिसन प्रक्रियाबाटै निकालिदिन्छ। ठिक छ, सो बी केयरफुल एबाउट दिज अल थिङ्स। सो यहाँ भर्नाको टाइमलाइनहरू हेर्नुहोस् त। प्रथम, दोस्रो र तेस्रो सूचीका लागि आवेदन यानि कि एडमिसन जुन हुन्छ नि, फर्स्ट लिस्ट, सेकेन्ड लिस्ट र थर्ड लिस्टको एउटै प्रायोरिटी फर्म हो। ठिक छ, र त्यसको प्रायोरिटी फर्म खुल्ने मिति कुन हो? 2083 साल श्रावण 29 गते बिहान 10 बजेदेखि 2083 साल भाद्र 2 गते साँझ 3 बजेसम्म। ठिक छ, सो फर्स्ट लिस्ट, सेकेन्ड लिस्ट र थर्ड एडमिसन लिस्टको लागि एउटै प्रायोरिटी फर्म हो। ठिक छ, अनि त्यसमा इनकेस कसैले होइन प्रायोरिटी फर्म भर्यो अनि अरू सबै स्टुडेन्टले भरे, प्रायोरिटी फर्म क्लोज भइहाल्छ। त्यसपछि सबै स्टुडेन्टको प्रायोरिटी होइन आइओईले पब्लिस गर्छ कि कसले कसले के सिलेक्ट गरेछ। त्यो हेरे पश्चात इनकेस तपाईँ त्यसलाई होइन आफ्नो प्रायोरिटीलाई अपडेट गर्न चाहनुहुन्छ, त्यसमा केही चेन्जेस गर्न चाहनुहुन्छ होइन प्रायोरिटी थपघट, सो त्यो गर्नको लागि तपाईँलाई टाइम दिइएको छ 2083 साल भाद्र 3 गते बिहान 10 बजेदेखि। सो खासमा भाद्र 3 गते तपाईँ अफिस आवरमा गएर त्यहाँ या अनलाइन जुन प्रक्रिया हुन्छ त्यहाँ त्यसरी तपाईँको प्रायोरिटी चेन्ज गर्न सक्नुहुन्छ। ठिक छ, अब प्रायोरिटी सबैको त्यसपछि लक भइहाल्छ, त्यो प्रायोरिटी त्यो दिन चेन्ज गर्नेले गर्छ, गर्ने नगर्नेले त्यस्तै छोडिदिन्छ, यथावत नै छोडिदिन्छ। त्यसपछि लक भइसकेपछि प्रथम सूची प्रकाशन। सो फर्स्ट एडमिसनको जुन लिस्ट छ नि, त्यो चाहिँ भाद्र 7 गते बिहान 10 बजे पब्लिस हुन्छ। ठिक छ, अनि यसमा अब पब्लिस भइहाल्छ 7 बजेसम्म, भाद्र 7 बजेसम्म। ठिक छ, सरी भाद्र 7 गते 10 बजेसम्म। अनि त्यसमा अब भर्ना हुनको लागि तपाईँले भाद्र 8 गतेदेखि भाद्र 11 गतेसम्म त्यो फर्स्ट एडमिसन लिस्टको बेसिसमा एडमिसन तपाईँले लिनुहुन्छ। क्याम्पसहरूले आफ्नो त्यो यही मितिहरूको बिचमा एडमिसन डेटहरू पब्लिस गर्नेछन्। ठिक छ, त्यसपछि आउँछ दोस्रो सूची प्रकाशन, सेकेन्ड एडमिसन लिस्ट भाद्र 14 गते बिहान 10 बजेसम्ममा सेकेन्ड एडमिसन लिस्ट आइहाल्छ। सो सेकेन्ड लिस्ट जब एडमिसन लिस्ट आइहाल्यो भने त्यसको लागि भर्ना भाद्र 15 गतेदेखि 17 गतेसम्म गर्नुपर्ने हुन्छ। ठिक छ, त्यसपछि फर्दर इनकेस सिटहरू बाँकी रह्यो भने थर्ड लिस्ट आउँछ। थर्ड लिस्टमा
तपाईँको थर्ड लिस्ट पब्लिस हुने भनेको भाद्र 21 गते हो र 21 गतेसम्म भित्र हो। र त्यो थर्ड लिस्टको एडमिसन चाहिँ तपाईँको भाद्र 22 गतेदेखि भाद्र 23 गतेसम्म लिइसक्नुपर्ने हुन्छ। अब यति गरेर पनि इनकेस केही सिटहरू बाँकी रहन्छ भने त्यसको लागि फेरि अर्को प्रायोरिटी लिस्ट होइन प्रायोरिटी फर्म खुल्नेछ। तर डोन्ट मिस दिस फर्स्ट प्रायोरिटी फर्म बिकज मोस्ट अफ द डिमान्डिङ डिपार्टमेन्ट्स कलेजेसको सिटहरू अलमोस्ट फुल भइसकेको हुन्छ। सो पछि तपाईँले पर्खिरहँदाखेरि तपाईँको छुट्न सक्छ है। सो बेटर ग्राब द अपर्च्युनिटी अन टाइम होइन। र अहिले तपाईँको खाली जुन समय छ यो पुरै राम्ररी नोटिसहरू पढ्नु बुझ्नु होइन। यसको केही नबुझेको कुराहरू आफ्नो सिनियरसँग या कोही चिनेको जानेको मान्छेसँग राम्ररी बुझ्नु, कलेजमा गएर काउन्सिलिङहरू एटेन्ड गर्नु होइन। त्यसपछि तपाईँले जब आइओईमा एडमिसन लिनुहुन्छ भने नि त्यहाँ तपाईँको युनिक आइओई को रोल नम्बर हुन्छ सबैजनाको। सो त्यो चाहिँ कार्तिक 2083 साल कार्तिक 20 गते उपलब्ध गराइनेछ। ठिक छ। त्यो 17 गतेसम्म भर्ना भयो, कार्तिक 17 गतेसम्म भर्ना भएका विद्यार्थीहरूको लागि 20 गते उपलब्ध गराइनेछ। र कक्षा चाहिँ सरकारी कलेजहरूको लागि खासमा यो, प्राइभेट कलेजले योभन्दा अगाडि नै सञ्चालन गरिदिइरहेको हुन्छन्। बट जुन गभर्मेन्ट कलेजहरू छन् त्यसका क्लासेसहरू मङ्सिर 1 गतेदेखि सुरु हुनेछ। ठिक छ। र अन्तिम इनकेस सिटहरू खाली भए पनि अन्तिम मिति मङ्सिर 17 सम्म मात्र कलेजहरूले भर्ना लिन पाउँछ। त्यसपछि लिन पाउँदैन, खाली रहोस्। ठिक छ। र अन्तिम भर्ना बुझाउने यो सबै क्याम्पसहरूको लागि खास मात्रै हो। ठिक छ। र यहाँ तपाईँ यहाँ हेर्नुहोस् त हाइलाइटमा के छ यो रातोमा, युनिक आइओई रोल नम्बर प्राप्त गरिसकेपछि सम्बन्धित क्याम्पसमा कार्यक्रम परिवर्तन होइन गर्न पाइने छैन। जस्तो तपाईँ कम्प्युटर इन्जिनियरिङमा भर्ना भइसक्नु भएछ तर तपाईँको युनिक रोल नम्बर आयो भने अब सिभिल इन्जिनियरिङ या अरू इन्जिनियरिङमा जान चाहनुहुन्छ भने हुनु हुँदैन। त्यस्तै मानौ तपाईँ सिभिलमा भर्ना भइसक्नुभयो, अब होइन म अर्कोमा जान चाहन्छु, सो युनिक रोल नम्बर जेनेरेट भइसकेपछि त्यो जान पाइन। त्योभन्दा पहिले मात्र यो डिपार्टमेन्टबाट त्यो डिपार्टमेन्टमा जुन पनि तपाईँको प्रायोरिटी अनुसारको कलेजले सिफ्ट गर्न दिन्छ त्यो सिफ्ट गर्न पाइन्छ। ठिक छ। युनिक रोल नम्बर जेनेरेट भएपछि पाइँदैन। र रेगुलरबाट फुलफीबाट रेगुलरमा सिफ्ट हुन पाइनेछ। इनकेस सेम डिपार्टमेन्टको कम्प्युटर इन्जिनियरिङमै तपाईँ पहिला फुलफीमा एडमिसन हुनुभएको थियो, अब रेगुलरमा सिफ्ट हुन चाहनु भइरहेछ भने तपाईँले सिफ्ट हुन पाइयो। ठिक छ। त्यो चाहिँ सेम डिपार्टमेन्ट इन्ट्रा डिपार्टमेन्ट होइन सिफ्ट हुन पाइयो, तर प्रोग्राम इन्टर डिपार्टमेन्ट प्रोग्राम चाहिँ सिफ्ट हुन पाइँदैन। ठिक छ। यो मेजर गाइडलाइन्सहरू ख्याल गर्नु होला, पढ्नु होला, राम्ररी बुझ्नु होला। अब हामी होइन यहाँ कलेजहरूको हेर्नुभयो कन्स्टिट्युएन्ट र एफिलिएटेड कलेजहरू छन्। कन्स्टिट्युएन्ट कलेजमा हेर्नुहुन्छ भने कतिवटा कन्स्टिट्युएन्ट यानि कि सरकारी क्याम्पस छ टियुको आइओई अन्तर्गत 5वटा, पुलचौक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पूर्वाञ्चल क्याम्पस र यो चितवन इन्जिनियरिङ क्याम्पस। अब हेरौँ हामी तपाईँले साउन 29 गते जब आइओई को प्रायोरिटी फर्म खुल्छ भने कहाँ गएर प्रायोरिटी फर्म भर्ने। सो यहाँ हेर्नुहोस् त सबैको यहाँ छ हाइलाइटमा हेर्नुहोस् त गो टु एडमिसन पोर्टलहरू छ नि सबै क्याम्पसको। सो यसमा मानौ पुलचौकको मलाई प्रायोरिटी फर्म भर्न इच्छा छ। सो पुलचौकको प्रायोरिटी फर्मको लागि यो क्लिक गर्ने, त्यसपछि पुलचौकको पोर्टल खुल्छ। पुलचौकको पोर्टल यो हल्का खुल्न टाइम लाग्यो, सो लेट्स क्लिक फर अदर कलेज। सो यो पश्चिमाञ्चल क्याम्पसको मलाई प्रायोरिटी फर्म भर्न मन लाग्यो। सो पश्चिमाञ्चल क्याम्पसको एडमिसन पोर्टल खुल्यो, हेर्नुहोस् त खुल्यो नि। सो यो एडमिसन पोर्टल खुल्यो। अब यहाँ तपाईँले यहाँ अहिले के भनेको छ, फर्म सबमिसन हेज नट स्टार्टेड एट। अहिले श्रावण 29 गतेदेखि मात्र प्रायोरिटी फर्म खुल्छ नि। सो अहिले खुला छैन, तर जब खुला भइसकेपछि यहीँ नै भर्नुहुन्छ। र यहाँ जसको पनि प्रायोरिटी फर्म भरिसकेपछि कसको नाम निस्क्यो निस्केन एडमिसन लिस्टहरू होइन सबै यहीँ पब्लिस हुन्छन्, प्रायोरिटी भरेको लिस्ट एडमिसन लिस्टहरू होइन। र त्यसपछि तपाईँको एप्लिकेसन भरिसकेपछि आफ्नो स्ट्याटसहरू पनि चेक गर्न सक्नुहुन्छ। ठिक छ। यो चाहिँ पश्चिमाञ्चल क्याम्पसको एडमिसन पोर्टल भयो। त्यसपछि यहाँ सेड्युलहरू पनि चेक गर्न सक्नुहुन्छ, यहाँ अहिले पब्लिस गरेको छैन, पब्लिस गर्छ। त्यसपछि पेमेन्ट इन्फर्मेसन, तपाईँ पे गर्नुहुन्छ भने त्यो पेमेन्ट इन्फर्मेसन। अब एमाउन्ट क्यालकुलेटर, तपाईँ कतिवटा डिपार्टमेन्ट के भर्न प्रोग्राम चाहनु भइरहेछ। जस्तो सरकारी क्याम्पसहरूमा त रेगुलर फुल फी भनेर हुन्छ होइन सबै डिपार्टमेन्टमा। सो मानौ तपाईँ सिभिल इन्जिनियरिङ रेगुलर मात्र भर्नुभयो भने तपाईँले कति पैसा लाग्छ 500। सिभिल इन्जिनियरिङ रेगुलर र फुल फी दुवै भर्नुहुन्छ भने 1000। यानि कि तपाईँको इच होइन इच प्रोग्राममा यहाँ रेगुलर फुल फी छुट्टा छुट्टै फर्म भर्नुपर्छ। भर्नको लागि तपाईँलाई 500 तपाईँलाई चार्ज लाग्नेछ। ठिक छ।
सो यो भयो ओपेनमा छ। अब गभर्मेन्ट स्पोन्सर्डको पनि कोटाको भर्न चाहनु भइरहेछ भने होइन, प्रायोरिटी फर्म पनि भर्नुपर्छ। कोटाको लागि तपाईँहरूले डकुमेन्ट सबमिट गरिसक्नु भएको होला होइन, आइसिटी सेन्टर पुल्चोक क्याम्पसमा। सो अब चाहिँ यो इनकेस तपाईँले त्यो स्पोन्सर्डको लागि भरिसक्नुभएछ भने यहाँ प्रायोरिटी पनि भर्नुपर्छ है। सो प्रायोरिटी स्पोन्सर्डमा तपाईँले थाहा नै छ एउटा मात्र भर्न पाइन्छ कुनै। सो एउटा भर्नुपर्ने सिलेक्ट गर्नुपर्ने हुन्छ र तपाईँको एमाउन्ट त्यही अनुसार चार्ज गर्नेछ, ठिक छ। सिमिलरली आइओईको जुन रिजर्भ कोटा छ नि होइन, सो रिजर्भ कोटाको लागि पनि यो स्टाफ कोटा, टिचिङ नन टिचिङ स्टाफको लागि, सो त्योमा पनि कुनै एउटा मात्र भर्न पाइन्छ। सो त्यसको लागि यो रिजर्भ कोटा रेगुलर मात्र पाइन्छ, स्पोन्सर कोटा फुल फी मात्र पाइन्छ। त्यस्तै टियु यो आइओईको रिजर्भ कोटा भयो र यो टियुको पनि स्टाफ र टिचिङ स्टाफ र नन टिचिङ स्टाफको स्वयंको लागि र उहाँको छोराछोरीको लागि पनि रिजर्भ कोटा छ। सो त्यसको लागि पनि प्रायोरिटी फर्म यहाँ भर्नुपर्ने हुन्छ। सो इनकेस तपाईँ त्यो पनि मा भर्नु भइरहेछ भने सो त्यसको लागि पनि 500 चार्ज लाग्छ। र त्यो रेगुलरको लागि हो। अनि यो रिजर्भ कोटा जुन विपन्न छ नि, यो विपन्न कोटा, सो त्यो चाहिँ मल्टिपल डिपार्टमेन्टमा एकचोटिमा भर्न पाइन्छ, ठिक छ। अब यो तपाईँले मल्टिपल भर्न पाइन्छ, तर इच फर्म यो प्रायोरिटी भरेको तपाईँलाई 500 चार्ज गर्छ है यो पश्चिमाञ्चल क्याम्पसले। सिमिलरली अब यो पुल्चोक क्याम्पसको पोर्टलमा हेरौँ। सो पुल्चोक क्याम्पसको पोर्टल यो हो एडमिसन पोर्टल। यहाँ पनि तपाईँ हेर्न सक्नुहुन्छ फर्म सबमिसन हेज नट स्टार्टेड इट। सो फर्म तपाईँले खुलिसकेपछि श्रावण 29 गते यहाँ फर्म देखिन्छ र फर्म भर्नुपर्ने हुन्छ। र यसको पनि सेड्युलहरू लगायत यो पेमेन्ट इन्फर्मेसन, एमाउन्ट क्यालकुलेसन यहाँ तपाईँको अनलाइन पनि आजकल भर्न सक्नुहुन्छ, या तपाईँ यो भाउचर गरेर पनि सिद्धार्थ ब्याङ्कमा भर्न सक्नुहुन्छ, ठिक छ। र एमाउन्ट क्यालकुलेटर पनि यसमा पनि सिमिलर छ, कुन कुन प्रोग्राममा भर्नु भइरहेछ त्यो अनुसार। र अरू तपाईँको फोटोहरू या डकुमेन्टहरू यहाँ अपलोड गर्नलाई फोटोहरू मतलब कम्बाइन गर्नलाई यहाँ छ, जस्तो नागरिकताको फ्रन्ट ब्याकहरू तपाईँले मर्ज गर्न तपाईँलाई होला भने सो त्यो युटिलिटिजको लागि हेल्पको लागि तपाईँलाई दिइएको छ, ठिक छ। अब त्यस्तै यो गभर्मेन्ट कलेजको त हामी हेरिसक्यौँ। सिमिलरली आइओईको होइन प्राइभेट कलेजहरू जुन छ नि, टियुको प्राइभेट कलेज इन्जिनियरिङ कलेजहरू, त्यो एफिलिएटेड कलेज भनेर भनिन्छ। सो एफिलिएटेड कलेज आइओईको 10वटा छ। सो 10वटामा यहाँ हेर्नुहोस् त सबैको गो टु एडमिसन पोर्टल छ नि, सो यसको पनि प्रायोरिटी फर्म सबैको छुट्टा छुट्टै यहीँबाट आएर क्लिक गरेर जानु होला, ठिक छ। सो कान्तिपुर इन्जिनियरिङको मलाई प्रायोरिटी फर्म भर्न मन लाग्यो होइन, मलाई त्यहाँ एडमिसन लिन इन्ट्रेस्ट छ भने यो क्लिक गर्नुहुन्छ। क्लिक गरेपछि यहाँ हेर्नुहोस् त यो आयो। अब यहाँ हेर्नुहोस् त क्लिक हेयर होइन, क्लिक हेयर गरेपछि मलाई यसको प्रायोरिटी फर्म भर्नु छ। सो यहाँ इन्स्ट्रक्सनहरू पढ्नु होला। यहाँ हेर्नुहोस् त अप्लाई टु केइसी छ। सो अप्लाई टु केइसी यो कान्तिपुर इन्जिनियरिङ कलेज। सो अप्लाई गर्न चाहनुहुन्छ भने प्रायोरिटी फर्म। सो यो गभर्मेन्ट कलेजहरूमा रेगुलर फुल फी भनेर हुन्छ, तर यो प्राइभेट कलेजमा चाहिँ सिम्पल तपाईँको डिटेल्सहरू हार्नुपर्ने हुन्छ, स्कोर कार्ड होइन, आइओईको स्कोरहरू, ऱ्याङ्कहरू लगायत कुराहरू। र तपाईँ यहाँ कुन कुन प्रोग्राम जस्तो यो केइसी धापागेल जुन छ यसले 3वटा प्रोग्राम मात्र अफर गर्छ। सो त्यो 3वटा मध्ये कतिवटा तपाईँले भर्न चाहनुहुन्छ र कुन कुन फर्स्ट प्रायोरिटी, सेकेन्ड प्रायोरिटी, थर्ड प्रायोरिटी होइन। प्रायोरिटी 1 भनेको तपाईँलाई सकेसम्म जुन तपाईँलाई बेस्ट मन परेको छ नि त्यो प्रायोरिटी 1मा राख्ने, र एउटा मात्र प्रायोरिटी पनि भर्न पाइयो है, जरुरी छैन कि मल्टिपल भर्नै पर्छ। इनकेस तपाईँ होइन ब्याकअपको लागि भर्नुहुन्छ भने मात्र भर्नुहोस्, अदरवाइज मल्टिपल भर्न आवश्यकता छैन, ठिक छ। यो भयभरको 3वटै प्रायोरिटी भर्नुपर्छ भने छैन, एउटा मात्र भर्न पायो भर्न पनि सक्नुहुन्छ, ठिक छ। सिमिलरली अर्को पनि प्राइभेट इन्जिनियरिङ कलेजको जुन छ त्यसको हामी हेरिहालौँ। जस्तो यो नेसनल कलेज अफ इन्जिनियरिङ। सो नेसनल कलेज अफ इन्जिनियरिङको तपाईँ प्रायोरिटी फर्म भर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने यहाँ हेर्नुहोस् त यो नेसनल कलेज अफ इन्जिनियरिङको एडमिसन पोर्टल आयो। सो यहाँ चाहिँ एप्लिकेसन फर्म, क्विक चेक एप्लिकेसन स्ट्याटस, फी स्ट्रक्चर होइन सबै कुराहरू छ। सो यहाँ एप्लिकेसन फर्मको क्लिक गर्नुहुन्छ भने अहिले खुल्या छ कि छैन, यहाँ अझै खुल्या छैन। हेर्नुहोस् त यहाँ लेखेको छ सरी अनलाइन एडमिसन इज नट एभाइलेबल नाउ, यानि कि अहिलेको एडमिसन अहिले 2083 सालको जुन छ त्यो खुल्न बाँकी छ, यानि कि श्रावण 29 गतेदेखि हो। र यसमा अरू कुरा पनि तपाईँले एक्सप्लोर गर्न सक्नुहुन्छ होइन, इलिजिबिलिटी चाहिँ तपाईँको के हो, त्यसपछि अरू लगायत स्कलरसिपहरू यहाँ सुविधाहरू के छन् होइन।
जस्तो यहाँ हेर्नुहोस् कम्प्युटर इन्जिनियरिङमा कति ऱ्याङ्कसम्मको लागि फुल स्कलरसिप दिन्छ, सिभिल इन्जिनियरिङमा, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङमा होइन कति ऱ्याङ्कसम्म स्कलरसिप दिन्छ यसले, त्यो छ। प्लस आइओईको सेमेस्टर टपरलाई पनि होइन जुन इक्जाम हुन्छ नि बोर्ड इक्जाम, त्यसमा सेमेस्टरमा टप गर्नुहुन्छ भने आफ्नो डिपार्टमेन्टमा भने पनि तपाईँलाई त्यहाँ फी वेभरहरू पाइरहेको हुन्छ। ठिक छ। सो विभिन्न प्राइभेट कलेजका पनि आफ्ना आफ्ना मेरिट बेस्ड होइन फी स्ट्रक्चरहरू छन्, जुनमा तपाईँ डिस्काउन्टेड प्राइसमा डिस्काउन्टेड फीमा पढ्न सक्नुहुन्छ। ठिक छ। सो यो हाम्रो एनसिईको बारेमा भयो। त्यस्तै अब आइयुईको पोर्टलमा जुन छ नि कुन कुन कलेजमा कुन कुन प्रोग्राम छ होइन त्यो हेर्नु छ भने कति कति सिट छ। सो त्यो हेर्नको लागि यहाँ आइयुईको जुन एडमिसन सेन्ट्रल एडमिसन पोर्टल छ त्यहाँ जानु होला र माथि होम छ, गाइडलाइन्स छ, क्याम्पस कलेजेस डिटेल्स छ र अर्को 4th नम्बरमा तपाईँको सिट डिटेल्स छ। सिट डिटेल्समा क्लिक गर्नु होला र सिट डिटेल्समा क्लिक गरेपछि तपाईँको क्याम्पस र कलेज कुन तपाईँ क्याम्पसको सिट जानकारी चाहनुहुन्छ होइन। सो त्यो कलेज क्लिक गर्नु होला। मानौ मलाई ललितपुर इन्जिनियरिङमा कुन कुन प्रोग्राम छ, कति कति सिट छ। सो ललितपुर इन्जिनियरिङमा तपाईँको सिभिल इन्जिनियरिङमा कति सिट छ, सो यहाँ सर्च गर्नुहुन्छ भने 48वटा सिट छ। ठिक छ। र यो अहिले हेर्नुहोस् त नम्बर अफ सिट्स 48 छ, भ्याकेन्ट सिट्स 48, किनकि अहिले एडमिसन स्टार्टै भएको छैन। पछि तपाईँलाई हुन्छ नि जानकारी लिनलाई धेरै नै काम लाग्छ यो कि कुन कलेजमा कतिवटा सिट प्याक भयो, कतिवटा भ्याकेन्सी छ होइन। सो त्यो हिसाबले तपाईँ हेर्न सक्नुहुन्छ। मानौ यहाँ कम्प्युटर इन्जिनियरिङमा कति सिट छ ललितपुर इन्जिनियरिङ कलेजमा 48। त्यस्तै अर्को कलेज सिलेक्ट गर्नुहोस् होइन। मानौ पुल्चोक क्याम्पस, पुल्चोक क्याम्पसमा मलाई कम्प्युटर इन्जिनियरिङमा कतिवटा सिट छ। सो यहाँ क्लिक गरेँ सर्च गर्छु। हेर्नुहोस् त कम्प्युटर इन्जिनियरिङमा दुईटा प्रोग्राम छ, एउटा दुईटा तरिकाले एडमिसन लिन्छ, एउटा रेगुलरले एउटा फुल फीले, दुईटा फीमा। सो रेगुलरमा चाहिँ तपाईँको 36वटा सिट्स छन् र फुल फीमा 60वटा। त्यस्तै पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङमा मलाई भर्ना हुन मन छ या जानकारी लिन मन छ कति वटा त्यहाँ सिट छ। सो सिभिल इन्जिनियरिङमा तपाईँको रेगुलर फी अन्तर्गत 108 सिट्स छ र सिभिल इन्जिनियरिङमा पुल्चोक क्याम्पसमा फुल फी क्याटेगोरी होइन फी अन्तर्गत कति छ सिट 84वटा। ठिक छ। सो जुन पनि क्याम्पसको तपाईँको जानकारी चाहियो, जस्तो पूर्वाञ्चल क्याम्पसमा मलाई एग्रिकल्चर इन्जिनियरिङमा कतिवटा सिट छ त्यो मलाई जान्नु पर्यो। ठिक छ। सो यहाँ जाने अनि सर्च गर्ने। सो एग्रिकल्चर इन्जिनियरिङमा रेगुलरतर्फ 12वटा सिट छ र फुल फीतर्फ 36वटा सिट छ। सिमिलरली मलाई चितवन इन्जिनियरिङ क्याम्पसको होइन सिट डिटेल्स जान्नु पर्यो। सो चितवन इन्जिनियरिङ क्याम्पसमा अहिले हालै आर्किटेक्चर मात्र पढाइ हुन्छ। सो आर्किटेक्चरमा कतिवटा सिट छ, सो त्यहाँ टोटल 24 सिट्सको त्यहाँ अहिले त्यो इन्टेक साइज छ र त्यसमध्ये 6वटा सिट रेगुलर फी क्याटेगोरीमा तपाईँले भर्ना लिन्छ चितवन इन्जिनियरिङ क्याम्पसले र बाँकी रहेको 18वटा सिट फुल फी क्याटेगोरी हुन्छ। ठिक छ। सो आजको लागि यो आइओईको एडमिसन प्रोसेस र टाइमलाइन र अरू कलेजको प्रायोरिटी फर्महरू कसरी भर्ने भनेर हामीले कुरा गरिसक्यौँ। फर्दर तपाईँहरूको लागि हामीले एउटा ऱ्याङ्कको बेसिसमा कलेज प्रेडिक्सन गर्ने होइन एउटा एप बनाएको छौँ। सो त्यो चाहिँ 2082 साल होइन 2082को कटअपको बेसिसमा त्यो प्रेडिक्ट गर्न भनेर बनाएको छौँ। सो विल पोस्ट सुन, स्टे ट्युन्ड विथ अस। सो तपाईँहरूलाई केही फर्दर डाउट छ भने हाम्रो कमेन्ट बक्समा, हाम्रो युट्युब च्यानलको कमेन्ट बक्समा, यो भिडियो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ या हाम्रो फेसबुक पेज या फेसबुक ग्रुप आइओई पुल्चोक इन्ट्रान्स हेल्प डेस्कमा पनि सोध्न सक्नुहुनेछ। विल ट्राई टु guide you, help you as far as we can. Thank you so much. Thank you very much for watching this video.